नमस्कार यहाँहरु सम्पूर्णमा मैले आज यहाँ शीतोष्ण बागवानी विकास केन्द्रमा चलिरहेको स्याउ टिप्ने खाने मेला महोत्सव को केही गतिविधिहरूको बारेमा देखाउन खोजिरहेको छु। विशेष गरेर यो कृषि पर्यटन प्रवर्धनको लागि आयोजना गरिएको हो र यो अघिल्लो वर्ष पनि हामीले आयोजना गरेका थियौं र यसका केही गतिविधिहरू र पार्टिसिपेन्टहरूको भ्यूहरू पनि मैले यहाँ राख्ने छु। कस्तो भयो तपाईहरुलाई यो मेला? सर्वप्रथम गौतम सरलाई एकदमै धेरै धन्यवाद। यति धेरै भेराइटीको चाहिँ स्याउहरू एकै ठाउँमा टेस्ट गर्न चाहिँ एकदमै मुस्किल हुन्थ्यो हैन। कमर्सियल रूपमा गरिरहेको मान्छेले पनि एकदमै भनौँ न आफ्नो चाहिँ एउटा प्राइसको हिसाबमा टेस्टको हिसाबमा त लाउँछन् भने यो हाम्रो बागवानी केन्द्रले चाहिँ विभिन्न प्रकारका स्याउहरू चाहिँ एकै ठाउँमा ल्याएर सस्तो सुलभ रूपमा चाहिँ हामीलाई यो टेस्ट गर्ने वातावरण मिल्यो। त्यसको लागि चाहिँ यो बागवानी केन्द्र लगायत हाम्रो सरलाई चाहिँ धेरै धेरै धन्यवाद दिन चाहन्छु। बाँकी कुरा चाहिँ हाम्रो सुदीप सरले। ल सुदीप सर हजुर नमस्कार। अब हामी खास त भनौँ न संयोगवश आज पहिलो दिन नै परेछ। यो खाउँ रमाइलो गरौँ सबै। यो चाहिँ अब भनौँ न यो इन्टरनल र पुरै विदेशीको लागि पनि यो एउटा आकर्षक बन्छ जस्तो लाग्छ मलाई, किनभने नयाँ पनि भयो एक त, अनि अर्को भनेको चाहिँ हामीलाई एउटा रिफ्रेसमेन्ट प्लस हाम्रो यही केन्द्रको बागवानी केन्द्रको पनि अरू हाम्रो यो सेक्टरभन्दा बाहिरको पनि चिन्न पाउनुहुन्छ नि त, त्यो चाहिँ राम्रो हो जस्तो लाग्छ मलाई। अब एभ्रिथिङ इज गुड, मलाई चाहिँ एकदम राम्रो लाग्यो। हामी लगभग बस्यौँ आधी घन्टा जति। दिस इज माई 9th एप्पल है। ओहो ल ठिक छ। सर यो मेलामा आउनु भएको छ, यो कस्तो छ यो स्याउ टिप्ने खाने मेला? यो राम्रो संयोग मिल्यो। अब सेवानिवृत्त भइसकेपछि मुस्ताङ डुल्न आउने क्रममा यो हाम्रो मार्फत फार्ममा चाहिँ यो स्याउ खाने मेला होइन, स्याउ खाने मेला चलिरहेको रहेछ। राम्रो सबै जातहरूको स्याउ चाहिँ आफैले टिपेर एकदम स्वादिला स्याउहरू खान पाइने। अब यहाँ त विभिन्न स्वादका पारखीहरू हुन्छन्, स्याउमा पनि विभिन्न स्वादहरू भएका स्याउहरू खान पाइन्छ। जातको हिसाबले यहाँ 7-8वटा जातहरू चाहिँ मैले पनि चाखिसकेँ, निकै सन्तोषजनक लागेको छ। र यो ₹200 होइन, 200 प्रति व्यक्ति तिरेर आफै स्याउको फार्ममा पसेर आफ्नो चोइस अनुसारको स्याउ टिप्ने, फोटा खिच्ने, भिडियो बनाउने, स्याउ खाने, आनन्द लिने यति राम्रो कार्य शुभारम्भ गरेकोमा मार्फा फार्मलाई धेरै धेरै धन्यवाद छ। मलाई धेरै खुसी लाग्छ। नमस्ते, मेरो नाम सुजन ढकाल। हामी लमजुङबाट बेनीबाट यहाँ मुस्ताङ जाने मुक्तिनाथ जाने क्रममा यहाँ अहिले मार्फा भन्छ होइन, मार्फामा छौँ। मार्फा यहाँ चाहिँ अहिले महोत्सव चलिरहेको रहेछ यो हाम्रो बागवानी विकास केन्द्रमा मुस्ताङ मार्फामा, जहाँ चाहिँ यहाँ यो बगैँचामा चाहिँ हामीले ₹200 तिरेपछि पेटभरि आफ्नै हातले टिपेर, आफ्नै आँखाले रोजेर, आफ्नै हातले टिपेर यति मिठो रसिलो स्याउहरू खान पाइँदैछ। असाध्यै रसिलो छ यो यहाँ हरियो छ, उता रातो खाले छ, अरू अब यहाँ विभिन्न प्रकारको भनौँ न यो रङहरूको स्याउ रसिलो, एकदम रसिलो छ, खाँदाखेरि एकदम टेस्टी छ। हामीले ₹200 तिर्यौँ भने यहाँ 5-6वटा लगभग एकजनाले खाइन्छ होइन। एकदम यहाँको भ्यूहरू हेरेर यहाँ रमाइलो, यति आनन्द, यति रमाइलो, एकदम रमाइलो लाग्यो यो महोत्सव। सायद अब आज 1-2 दिन होला बाँकी, जोस् इन्जोय गरिरहेका छौँ, राम्रो लाग्यो। लमजुङबाट मुस्ताङ घुम्ने क्रममा चाहिँ आएको होइन। अहिले केमा हुनुहुन्छ तपाईँ? स्याउ खाँदै हुनुहुन्छ? म मार्फा स्थित यहाँ एउटा के भन्छ यसको नामै थाहा होइन, त्यहाँ रहेछ कार्यक्रम चलेर रहेछ। स्याउ टिप्ने खाने, ₹200 टिकट काटेपछि जति खायो नि पाइदो रहेछ होइन। अनि स्याउ चाहिँ धेरै भेराइटीको स्याउ रहेछ। अनि त्यही क्रममा चाहिँ हामी चाहिँ स्याउ टिप्दै कुन स्याउ कस्तो हुँदो रहेछ, फरक फरक किसिमको स्याउको चाहिँ फरक फरक स्वाद र आनन्द लिँदै हामी चाहिँ यहाँ घुम्न आइरहेका छौँ। त्यसै क्रममा अहिले मैले 3टा सकेर 4वटामा गएँ कि 2टा सकेर 3टा कममा गएँ होइन। अब कति खानुहुन्छ? अब खै 2-3टा त अझै नि खान्छु कि, मिठै लागिरहेको छ होइन। आनन्द आउने, यसो यता हेर भ्यू राम्रो छ, यसो डुल्न पाइने। पहिलोचोटि स्याउको खेती भएको ठाउँमा आएको, बडा आनन्द आएको छ, रमाइलो लागेको छ। नमस्कार, म पशुपतिनाथ ढकाल। मेरो घर पनि लमजुङ, सुन्दरबजार वार्ड नम्बर 5। हाल चाहिँ मेरो बसाइ बेनी म्याग्दी छ। म म्याग्दी बहुमुखी क्याम्पसमा प्राध्यापनरत छु। लामो समयदेखि यतै छु र
विभिन्न क्षेत्रबाट आउने साथीहरू आफन्तहरूसँग म आइराख्ने गर्थेँ। आज चाहिँ संयोगले यो मुस्ताङ जाने क्रममा यहाँ चाहिँ मार्फत मेला लागिरहेको रहेछ, स्याउ मेला भन्ने देखेर अनि त्यसपछि छिरम न त कस्तो छ हेरौँ, स्याउ टिपेर खान पाइन्छ, आफ्नै हातले टिपेर खाँदाखेरि जति आनन्द आउँछ त्यति चाहिँ त्यो बजारमा किनेको पक्कै पनि हुने छैन भन्ने लागेर छिर्यो हामी। 3 भाइ चाहिँ यहाँ छिरेर अहिले यति बेला स्याउ बगानमा बसेर आनन्दसँग स्याउ टिप्दै खाँदै गरिरहेका छौँ। अति आनन्द आएको छ। यस्तो अवसर चाहिँ अहिलेसम्म 17 वर्ष बेनी बस्दाखेरि मुस्ताङ तलमाथि गर्दाखेरि यो अनुभव गर्न पाएको थिइनँ। आज चाहिँ छुट्टै आनन्द आइरहेको महसुस भएको छ र यो महोत्सवले एकातिर पर्यटकलाई यस्तो खालको अवसर प्रदान गरेको छ भने अर्कातिर साँच्चै नै कृषि प्रवर्धन पनि पक्कै यसले गराएको छ भन्ने मेरो बुझाइ छ। र यहाँको चाहिँ स्याउ मात्रै नभइकन विभिन्न यी भौगोलिक परिदृश्यहरू पनि यहाँबाट प्रत्यक्ष रूपमा अवलोकन गर्न पाइराखिएको छ। यसले छुट्टै खालको एउटा रमणीय परिवेशका रूपमा आउने पर्यटकहरूलाई पनि त्यति नै बढी यसले चाहिँ अझै आकर्षण गराउने छ भन्ने मेरो बुझाइ छ। यसरी हामीले असोजको 1 गतेदेखि 7 गतेसम्म आयोजना गरिएको यो स्याउ टिप्ने खाने मेला एप्पल पिकिङ फेस्टिभल चाहिँ एकदम सभ्यतापूर्वक हामीले मनाइयो। र यहाँ आउने जति पनि पार्टिसिपेन्टहरू हुनुहुन्छ उहाँहरूले चाहिँ यो मेला अत्यन्त राम्रो छ र हामीले अरू ठाउँमा पनि यसलाई लैजान सक्यो भने चाहिँ कृषि पर्यटन प्रवर्धन पनि हुने र किसानहरूको घर तैलेबाटै आफ्नो उत्पादन बिक्री हुने भन्ने राय सल्लाह सुझाव पाएका छौँ। र यसरी नै अब हामीले मध्यपहाडी क्षेत्रमा सुन्तला जात फलफुल, त्यस्तै गरेर तराईको क्षेत्रमा आँप लिचीहरूमा यस्ता खालका कार्यक्रमहरू लान सकिन्छ जस्तो चाहिँ मलाई लाग्छ। र यहाँ हजुरहरू मुस्ताङ भिजिट गर्न आउनुभयो भने अवश्य पनि एकपटक यहाँ पसेर हजुरहरूले यहाँको स्वाद, यहाँको स्याउको बारेमा विस्तृत जानकारी लिन सक्नुहुन्छ। किन भन्दै यो शीतोष्ण बागवानी विकास केन्द्रमा यहाँ 35वटा भन्दा बढी भेराइटीका स्याउहरू उत्पादन हुन्छ। दृढतापूर्वक हेरिदिनु भयो, यसको लागि हार्दिक आभार व्यक्त गर्न चाहन्छु। फेरि हामी नयाँ भिडियोहरू यस्तै प्राविधिक जानकारीहरू लिएर आउनेछौँ। थ्याङ्क यू भेरी मच फर वाचिङ। नमस्कार।